आज हामी नेपाल भाषाको रमाइलो सेन्टेन्सहरू हेर्नेछौँ। जस्तै ए भाते यता आऊ भन्नु पर्यो भने ए भाते थन वा अर्थात् यता आऊ। कसैलाई अब गाली गर्नु पर्यो भने तेरो बाउ भेरा बच्चा कुटाइ खानु पर्यो भनेको भन्नु पर्यो भने छिमबु फै मचा ला ने माल तयुला। छिमबु फै मचा ला ने माल तयुला। छिमबु भनेको चाहिँ तेरो बाउ भन्न खोजेको, फै भनेको चाहिँ भेरा हो, मचा भनेको बच्चा, ला भनेको हात, ने माल तयुला भनेको खानु पर्यो भनेको। कहाँ मर्न गइराखेको यति बेलासम्म भन्नु पर्यो भने गन सी वना चोनौ आइले तक। गन सी वना चोनौ आइले तक। गन भनेको कहाँ, सी वना चोनौ भनेको मर्न गइराखेको भन्न खोजेको, आइले तक भनेको अहिलेसम्म भन्न खोजेको हो। कसैलाई नकरौ चुप लाग भन्नु पर्यो भने अथवा नकरौ चुप लाग भन्नु पर्यो भने हाले मटे सुङ्क चो। हाले मटे सुङ्क चो। हाले मटे भनेको नकरौ भनेको, सुङ्क चो भनेको चुप लाग भनेको। सुङ्क भनेको चाहिँ चुप हो। कसैलाई कस्तो बदमास भन्नु पर्यो भने कयौ हारा। हारा अर्थात् बदमास। अब कसैलाई जिस्काउनु पर्यो भने अनुहार हेर न अनुहार ड्याम्म हिर्काइदिउँ जस्तो भन्नु पर्यो भने क्वा सो रे क्वा ताराक नकाबी थे। क्वा सो रे क्वा ताराक नकाबी थे। क्वा भनेको अनुहार भयो, सो रे भनेको हेर न भन्न खोजेको, नकाबी भनेको हिर्काइदिउँ भनेको। यस्तो कुरा नगर भाइ थयाउ ख ल्या मटे भाइचा। थयाउ ख ल्या मटे भाइचा। थयाउ भनेको यस्तो, ख भनेको कुरा, ल्या मटे भनेको नगर भनेको। अर्को रमाइलो सेन्टेन्स तरुनी हेरेर पेट भर्दैन साथी हिँड खाजा खान। ल्यासे सोया क्वा जाई मखु पासा नु बजी न वनी। ल्यासे सोया क्वा जाई मखु पासा नु बजी न वनी। ल्यासे अर्थात् तरुनी, सोया अर्थात् हेरेर, क्वा जाई मखु पेट भरिँदैन, क्वा भनेको पेट भयो, जाई मखु भनेको भरिँदैन, पासा अर्थात् साथी भयो, नु भनेको चाहिँ हिँड भनेको, बजी भनेको चाहिँ खाजा हो। खास बजी भनेको एक्ज्याक्ट मिनिङ चाहिँ चिउरा हो। अनि हामीले खाजा खायो भन्नलाई चाहिँ बजिने ढुङ्गाला भन्छौँ र बजीलाई हामीले खाजाको रूपमा बुझौँ। नवने भनेको खान हिँड भनेको। केटीहरू अथवा केटाहरूको चक्करमा नपर रिङ्गटा लाग्छ। मिस्टेउ चक्करे ल्या मटे इकुसे चोनी अथवा मिजटेउ चक्करे ल्या मटे इकुसे चोनी। मिस्त भनेको चाहिँ केटीहरू भयो, मिस्टेउ भन्नाले केटीहरूको, त्यस्तै मिज भन्नाले केटा भयो, मिजटेउ भनेको केटाहरूको, ल्या मटे भनेको नपर भनेको, इकुसे भनेको चाहिँ नि रिङ्गटा हो, चोनी भनेको लाग्ला भनेको, इकुसे चोनी भनेको रिङ्गटा लाग्ला भनेको हो। यहाँ रिङ्गडा भएछ रिङ्गटा हो यो। कोही साथीहरूलाई अब जिस्काउनु पर्यो, थट्टा गर्नु पर्यो भने अनुहार हेर न चोर जस्तो छ भन्नु पर्यो भने क्वा सोले खु थे चो। क्वा सोले खु थे चो। क्वा भनेको अनुहार भइहाल्यो, सोले भनेको हेर न भनेको, खु भनेको चोर भयो, थे चो भनेको जस्तो छ भनेको। कसैलाई अब जिस्काउनु पर्यो भने आँखा हेर न बिरालोको जस्तो छ। मिखा सोरे भौच्यु थे चो। मिखा सोरे भौच्यु थे चो अथवा मिखा सोले पनि भन्न मिल्यो, मिखा सोले भौच्यु थे चो भन्न पनि मिल्यो, मिखा सोरे पनि भन्न मिल्यो। मिखा भनेको आँखा, सोरे अथवा सोले भन्नाले हेर न। भौचा भनेको चाहिँ नि बिरालो भयो, भौच्यु भनेको चाहिँ नि बिरालोको, थे चो भनेको जस्तो छ।
धेरै कराएको हो अपो हालो खला धेरै अर्थात अपो हालो खला अर्थात कराएको हो खला भनेको चाहिँ हो भन्न खोजेको हो यो पछि अर्को सिम्पल सेन्टेन्सहरु पनि छ यो भिडियो अब 5 मिनेट भन्दा लामो भइसक्यो त्यसैले यो धेरै लामो नबनाऊ भनेर यो भिडियोको चाहिँ बाँकी चाहिँ यो वेबसाइटमा हेर्न सक्नुहुन्छ वेबसाइटको लिंक चाहिँ तल डिस्क्रिप्सनमा पाउन सक्नुहुनेछ यो च्याप्टर कस्तो लाग्यो रमाइलो छ छैन भन्नु होला पहिलाको च्याप्टरहरु भन्दा यो अलि फरक बनाएको छु कस्तो लाग्यो भन्नु होला राम्रो नराम्रो कस्तो लाग्यो भन्नु होला थ्यांक यू शुभ